आज 2082 साल जेठ 13 गते मंगलबारको दिन म प्रत्येक मौरीको घारलाई निहाल्दैछु। यो चाहिँ भर्खरै लगाएको मौरी, यो घार न्युक्लियस घार हो र अहिले हालमा मह उपलब्ध गराउने मौरी यो सुपर साइजको, यसबाट पनि मह उपलब्ध गराइराख्ने नै हो। यो पारम्परिक घार, गाउँघरमा पाइने पुरानो स्टाइलको उडे घार, यो पनि पारम्परिक घारै हो। यो पारम्परिक खोपामा पालिने मौरी, यो पनि पारम्परिक घारै हो। यता पनि पारम्परिक घारै छन्। यतातिर पनि पारम्परिक आधुनिक घारहरू मिसाएर राखिएको छ। यता पनि आधुनिक घार छन्। यसलाई पनि भर्खरै घार मकिएको कारणले गर्दा आसन बोर्ड फेरिएको अवस्था छ। यसमा सुपरमा र छा कक्ष दुईटैमा प्रशस्त मात्रामा मह उत्पादन गरिरहेको अवस्था छन्। यता पारम्परिक आधुनिक घार मिसाएर राखिएको छ। यो पनि भर्खरै लगाएको मौरी हो। यो पनि न्युक्लियस घारमै छन्। यता पनि न्युक्लियस घारमा राखिएको छ। यसमा चाहिँ सुपर लगाउन बाँकी छन्। मौरीहरू यसरी सप्रिएको छ साथीहरू, मह बोकिरहेको छ। सिजन जान लागेकोले गर्दा मौरीहरू मह बोक्नमा एकदम आतुर गरिरहेछ। यति बेला कृषक दाजुभाइहरू, मौरीहरू हामी पटक निगरानी गरिराख्नु पर्ने हुन्छ। यदि मौरीलाई हामी निगरानी गरिरहेन भने विभिन्न प्रकारको रोग किराहरूले नष्ट गर्ने गर्छन्। त्यही भएकोले गर्दा हामी प्रत्येक मौरीहरूलाई निहालिरहनु पर्ने हुन्छ। पारम्परिक घार छन्। यस्ता घारहरूमा बढी मात्रामा किराहरूले आक्रमण गर्ने गर्छन् र यस्तो ठाउँमा चाहिँ बर्खायाममा सुलसुले, मैनपुतलीले धेरै नष्ट गरिरहेको हुन्छन्। खप्टे किरा, जुम्रा हरेकले दुःख दिइरहेको अवस्था छन् मौरीहरूलाई। यदि तपाईहरुलाई सल्लाह सुझाव चाहिएमा कृषक दाजुभाइहरूले कमेन्टमा पनि लेख्न सक्नुहुनेछ, त्यसको प्रतिउत्तर पाउनुहुनेछ। यता पनि पारम्परिक र आधुनिक मिसाएर राखिएका घारहरू छन्। यता मौरीहरू यसरी सप्रिराख्ने काम भएको छ र यसो गर्दै मौरीहरू यसरी पाल्न सकिन्छ। कृषक दाजुभाइहरू, मौरीबाट राम्रै खालको आम्दानी आइरहेको अवस्था छन्। यो समयमा मौरीले प्रशस्त मात्रामा
मह उत्पादन साथै हुल निर्यास पनि गरिरहेको अवस्था छन् र हुल निर्यास गरेका मौरीलाई हामी समाउन मात्रै होइन, हामी प्रत्येक घरबाटै हामीले विभाजन गर्न सक्छौँ। यो अवस्थामा चाहिँ साथीभाइहरू मौरीहरूलाई बस्ने ठाउँहरू पनि चाहिन्छन्। छुटेका मौरीहरू यस्तैमा बस्ने काम पनि गर्छन्। हस्, धन्यवाद।